हामी अन द वे जाँदैछ हामी चट्टासँगले। बिचरा हाम्रो अगाडि एउटा ब्लगर छ, उसको कपिराइट लाग्यो भनेर गनगनिँदै जाँदैछ साथी हो। पर पुगिसकेछ। पर फर्स्टको चाहिँ ब्लगर छ नि त हो। कपिराइट लाग्यो साला मेरो उयसमा, अब चाहिँ मेरै बुढीको हो भनेर हाल्छु भन्दै जाँदैछ अगाडि अगाडि। उयो रुख बाङ्गेकोबाट यस्तो कुदाउनु? कुन चाहिँ साइकल कुदाउनु? टायरमा ग्र्याब भएको? नानीहरूको सोच देखेर नि म छक्कै परेँ अब हो। यस्तो जङ्गलमा अब साइकल कुदाउने भइहाल्यो एकैछिनमा। अचम्मै होइन अन्त। म यस्तो जङ्गलमा नि साइकल कुदाउनु पाएँ भन्ने हो। के चाहिँ? कहाँ छ बाटो? ग्रिप भएको? यो उकालो चाहिँ के कुदाउनु मन पर्यो? यो उकालो ड्रोन कुद्छ कि उड्छ? ड्रोन पनि उडाउने कुरा भइहाल्यो यिनीहरू हो। 1000मा ड्रोन पाउँछ? ल अब घर बेच्ने? घर पनि बेचिदिने? अन्त के बेच्ने? अरूको घर बेच्ने? झुकाएर? के झुकाएर बेच्ने? अर्काको घर बेच्ने अरे झुक्काएर हो। यस्तो सोचहरू छ नानीहरूको। अचम्मै त अन्त। ए बाफे डिसाइड खतरा छ। डिसाइड डेन्जर छ चट्टासँगले दुईजनाको। त्यता नजाउँ, यस्तो जाउँ, टाढो जाउँ।